पनि रहेछ, चाक भने फलाम पनि रहेछ, नोटबु भने चाहिँ मणिको अब तत्त्वहरू पनि रहेछ, रिसेन रत्न अनि कोर भने भण्डार त्यसको के भन्छ स्रोतहरू है भण्डारहरू कोरहरू सबै छ। अब खजानाहरू गयो भने चाहिँ अब कपडा तारहरू पनि छ अरे, वस्त्रहरू अब च्याम्पियन अरे रेशम सुती नरम सुन्दर स्पर्शको सामग्रीहरू अरे रेखा छ, जो चाहिँ सुन्न साथ आनन्द आउने जति सुन्ने सामग्रीहरू छ अरे। त्यति मात्र नभएर त्यो अनि चिलापमा चाहिँ अनि डाखाङ अरे, डाखाङ भने चाहिँ घरमै गर्नु छ, सानोसानो तम्बु यहाँ पालहरू टाँछ नि, सानोसानो घर बनाएको टोखाङ हो, त्यसलाई डाखाङ भन्छ। नेमाल भन्ने ओछ्याउने र ओढ्ने सामग्रीहरू लास हो इत्यादि। अब अहिलेको समयमा के के छ भने अब मोबाइलहरू चाहिन्छ होला है, के के चाहिन्छ, टिभी चाहिन्छ होला, सामग्री जेतिर चाहिन्छ सबै त्यो भयो। अब कल्पना गरेर चाहिँ यहाँ नामदाम रित यो त त्यति मात्र होइन रे, रित कतिपय मान्छे कुकुर बिरालो मनपर्छ नि, कति मान्छेलाई अब गाई मनपर्छ, कहिले कुखुरा मनपर्छ, कहिले चल्ला मनपर्छ, कहिले तल मुसा मन पर्ला, अथवा कहिले अब स्याल मन पर्ला, पहिला अब सिंह मन पर्ला, इत्यादिहरू सबै यसमा छ भनेर सम्झिनुपर्छ अरे। मारेर दिनुपर्छ भनेर कि जस्तोलाई यसैतिर सामग्री पुगोस् भन्ने मनसायले चलाउने सोच राख्नुपर्छ अरे। रितक अरे, रितक भने अब भान्ने जन्तुहरू, युङतक अरे घर परिवारलाई युङतक भन्छ। शून्य पानी भन्ने माछाहरू, चारै भने यो चराचुरुङ्गीहरू आज चराचुरुङ्गीको सबभन्दा राम्रो चाहिँ डाँठे भन्छ, मुनाल भन्छ, पयवा भन्छ, काग चिल भन्छ, जति पनि छ सबै सम्झिनुपर्छ अरे। द्वैन मिसे अरे, द्वैन मिसे बाहिर सामग्री चाहिँ सबै अनगिन्ती असङ्ख्य रूपको अनि सामग्रीहरू चाहिँ सबै यो अनि अघि हामीले यो आफ्नै छाला चाहिँ उतारेर तारेर राखेको छालाभित्र चाहिँ जन्मजन्मको मासु हड्डी रगतहरू, जन्मजन्म समय कमाएको पैसा धनहरू, जन्मजन्म कमाएका सुनचाँदी हिरामोतीहरू अथवा यो सामग्रीहरू सबै त्यो भित्र छ भनेर सम्झेर चाहिँ हो त्यसमा चाहिँ के गर्नु पर्यो भने अनि त्यसै अब प्रतिष्ठित गर्नु पर्यो। अब त्यसमा चिलाप गर्नु पर्यो। चिलाप गर्ने बेलामा के गर्नु पर्यो, यी डुसुम रुपे अरे, डुसुम तिनवटा अक्षरले भनेको डुसुम तिनवटा अक्षर चाहिँ के हो भने ओम आ होम हो। ओमबाट अनि अब के भन्छ सेतो अनि जोडीहरू, आबाट रातो जोडीहरू, होमबाट निलो जोडीहरू प्रकार भयो। त्यो प्रकार भएर अहिलेको त्यो सामग्री सबै छ नि, यहाँ लतक्क पनि छ, खानापिना चिज सबै छ। त्यति मात्र सुनचाँदी हेर मात्रै छ, त्यति मात्र नभएर गाई गोरु दिगी लिएर जसलाई बिरालो मनपर्छ, खराया मनपर्छ, अथवा चिल मनपर्छ, अथवा डाँखेर मुनालो मनपर्छ, बाबा पालो मनपर्छ, त्यो अनुसारको सबै यसमा भएको कल्पना गरेर चाहिँ अनि त्यसो सम्झेर चाहिँ त्यसमा चाहिँ सबै त्यो छुनु साथमा त्यो पाउनु साथमा सबभन्दा खुसी भएर चाहिँ संसारको सबैतिर दुःखहरू नष्ट भएर चाहिँ गरेको पाप सबै नष्ट भएको चाहिँ यो सामग्री भयो भने मनसायले यसमा अधिष्ठित गर्नु पर्यो, चिलाप गर्नु पर्यो। त्यसलाई योङडोल दुजुगिरु योङडोल अरे, दुसुन नुपे योङडोल छ। जसले सेवन गर्छ उसको सबै पाप नष्ट मुक्त भएको, जो संसारबाट मुक्त भने त्यस्तोलाई चाहिँ योङडोल भन्छ। तङ्ग्रोल भने चाहिँ देख्ने बित्तिकै अनि मुक्त भनेलाई तङ्ग्रोल भन्छ भने, खड्रोल भने चाहिँ अनि सुन्न साथमा मुक्त भने खड्रोल भन्छ। योङडोल भन्छ साथमा के हो, खानु साथमा सेवन गर्न साथमा मुक्त भने। आज हामीले छ चिलाप मोडु धुची अब छु अथवा छेचाङ छोकचाङ यी सबै के भने योङडोल हो। त्यसो भने योङडोल भित्र अब छोकचाङ र छेचाङ भित्र चाहिँ मेडु अलिकति हालेर त्यसमा चाहिँ सबै चिला पस्यो भनेर सम्झेर त्यो खाने चाहिँ योङडोल हो। त्यो योङडोलको चु भयो भनेर सम्झिनुपर्छ है। त्यहाँबाट ओम आ होम आओरी भन्ने तीचोटि पढ्नु हो। ओम आ होम भन्ने क्रममा सबै बुद्ध बोधिसत्वहरूको काया वका चित्तको अनि आशीर्वादहरू, काया वका चित्तको शक्तिहरू, काया वका चित्तको सबै ज्ञानको सिद्धिहरू अथवा आशीर्वादहरू प्रसादहरू अनि यसमा समावेश भयो भने आ हो हि भन्ने क्रममा के सम्झिनुपर्छ भने आ भन्छ पहिलो शुद्ध भयो, होम हो भनेपछि वृद्धि भयो, हि भनेसम्म जसलाई जे चाहेको त्यही नै पुग्यो भने मनसाले हरि भन्नुपर्छ भन्ने छ। जो सुखमा हो आओ भने सत्य अब वचन अथवा शुद्ध मन्त्र यो चाहिँ तीनचोटि जप गर्नु हो है। त्यस पछाडि तेन्जिङको बगेर तम्जा हो है। अब यो चाहिँ पहिलो भाग हो। दोस्रो भाग
तेंगी गोबो त्यसलाई तब्जाउ तेंगी गोबो भने यो जुने र पर जुने सबै तपाईले मात्र अनि यहाँबाट मलाई मुक्त गर्न सक्छ भने विश्वास भएको व्यक्ति जो गुरु हुन्छ जो देवता हुन्छ इष्ट देवता हुन्छ उहाँहरूलाई अथवा संकल्प गर्नु पर्यो पैजोसुमलाई अथवा चासुमलाई अथवा पुसुमलाई अनि त्यहाँ चाहिँ हामी संकल्प गर्नु पर्यो तेंगी गोबो खेल तेंगी गोबो पैजोले बोझे तेंगी गोबो यो जुन पर जुन सबै तपाईले नै उद्धार गर्छन् अब को छ भने त्यस्तो एउटा विशेषण पात्रलाई जो पैजोसुमहरूलाई चाहिँ अनि आह्वान गर्नु पर्यो तेंगी गोबो पैजोले बोझे यो चाहिँ अब 4वटा पाउना मध्ये पहिलो पाउना हो तेंगी गोबो पैजोले बोझे भने चाहिँ दोस्रो चाहिँ कुन पाउना रहेछ नि काछो क्यों चाहिँ गोबो यदि डोन रे गोबो यदि डोन भने चाहिँ दोस्रो पाउना हो काछो क्यों चाहिँ काछो भने चाहिँ अब सेतो पान अथवा धर्म गरेलाई राम्रो संरक्षण गर्ने सुरक्षा गर्ने अथवा उसलाई शक्ति दिने अथवा त्यसलाई पुरा स्याहार सुसार गर्ने त्यसलाई अब बल दिने आशीर्वाद दिने देवताहरूलाई धर्मपालहरू चाहिँ के सोमहरू छ नि उहाँहरूलाई गरेको त्यो काछो क्यों गोबो यदि डोन न दोस्रो मात्र छिटो सेतो छिटो भन्दा छिटो यहाँ आउनुहोस् अरे भन्दा छिटो सेतो अनि त्यस पछाडि अब दुईटा पाहुनाले आह्वान गरेको शब्द हो अब तेस्रो पाहुना चाहिँ को हो भने रोहरिडु परदेश देखि अरे रोहरिडु भने चाहिँ कहाँ हो भने छौलोको प्राणीहरू देवता पनि छ अजुर पनि छ मनुष्य पनि छ त्यति मात्र नभएर अनि अब नर्ग पनि छ प्रेत पनि छ अनि एउटा पशु पक्षी पनि छ त्यो सबै दिने प्राणीहरू यहाँ आउनुहोस् रोहरिडु परदेश देखि परदेश भनेको को रहेछ भने यो अन्तर्भावमा बसिरहेको मरेर 50 दिनसम्म अनि त्यहाँ बीचमा अडेर जो मर्नु त मर्यो जन्म त दिन सकेको छैन त्यो बीचमा बसेकोहरू चाहिँ फर्को भन्छ यिनीहरू पनि आह्वान गर्नुपर्छ अरे हो त्यो रोहरिडुमै पर्छ अरे त्यो आह्वान गर्नुपर्छ अरे तेस्रो पाउना त्यो अनि चौथो पाउना को रहेछ भने गेग्री ल्याङ्चा दिनु अरे गेग्री ल्याङ्चा अरे गेग्री ल्याङ्चा भने धेरै यो के भन्छ विघ्न बाधाहरू हामी आफैले अरूलाई धोका दिएको छ यिनीहरू हाम्रो कारणले भूत भएर अथवा प्रेत भएर अनि विभिन्न यो शिविर गएर अथवा धेरै राक्षसी भएर भाष्य गर्छ नि हाम्रो कारणले मरेको छ हाम्रो कारणले उनीहरू अनि दुःख भएको छ त्यस कारणले मरेर कहिले चाहिँ यसलाई पनि दुःख दिउँ कहिले चाहिँ यसलाई चाहिँ बदल दिउँ त्यहाँबाट मेरो ऋण लिउँ भनेर भाष्यहरू यीहरूलाई चाहिँ घेरी ल्याङ्छ भन्छ हो घेरेर चौथो पाउना हो घेरी ल्याङ्छ झिनो ढेलो ल्याङ्छ सबै ल्याङ्छ भने चाहिँ अब ऋण लिनेलाई झिल अब धान दिएको छ हामीले पैसा आयो तर पैसा यता फिर्ता नदिएको हो सबै अनि फिर्ता लिनु लागि चाहिँ अनि तपाईँ भएर टप्पर कसेर बसिरहेको हुन्छ हो तिनीहरू सबैलाई हाल्यो भेदरी यहाँ भालु चाबोसाला सेपछि भालु सबै हाल्यो एउटा पनि नरहेको सबै आउनुहोस् अरे आज हामीले ठागे गर्ने क्रममा चागो साला थियो आसिन्छ चागो भन्ने आकाशको गीतहरू चाहिँ जहाँ सिनो गोठा मरेको छ गाई मरेको छ अब त्यस्तो जो भएको देखिने बित्तिकै के गर्छ भने जस्तै अब टिबेटतिर हो भने अथवा यो डोल्पातिर हो भने मानिसको त्यो लास पनि अनि गीतहरू बोलाएर दिँदछ नि हो त्यस्तै गरेर गीत दिने बेला पुरा टचट मचल गर्दै हान्थक गरेर आउँछ हो त्यस्तै गरेर आउँछ है अरे मम्मी चौकोसाला त्यो भइसकेन कसले आउनुहोस् भने चाहिँ 4 प्रकारका पाहुनाहरूलाई आह्वान गरेर चाहिँ के चिङ्गेलाई त्यो जस्तो तत्काल यहाँ आउने मैले भन्ने बित्तिकै पुकार्ने बित्तिकै अथवा प्रार्थना गर्ने बित्तिकै अथवा बोलाउने बित्तिकै तपाईँ यहाँ आउनु भनेर अनि 3टा चोटि कङ्गिङ गरेर बोलाउँछ होइन के चिङ्गेलाई चाहिँ जस्तो छ अब यहाँबाट चाहिँ उहाँहरूले सेवन गर्ने शब्द रहेछ त्यहाँ पनि छोक्छौँ चासुम पुछौँ छेउ अरे अब यो चाहिँ पहिलो पाहुना चाहिँ सेवन गर्नुहोस् अथवा तपाईँ लिनुहोस् अरे यो शब्द चाहिँ त्यहाँ पनि छोक्छौँ अरे छोक्छौँ भने तिर्कालको यो साङ्गे छेउ गेदुनहरू सेवन गर्नुहोस् छोक्छौँ चासुम भने चाहिँ अनि लामा इलाम कालो अर्थात् गुरु देवा डाकिने पनि सेवन गर्नुहोस् अरे अघि हामीले सामग्री सबै यहाँ रेडी तयार हामीले पसेर राखेको छ भने हो त्यसले सेवन गर्नुहोस् अरे कुसुम भने अब धर्मकाय सपकाय निर्मकाय छुपु लुङ्गो टुपुहरू पनि यहाँ आउनुहोस् त्यो छेउ हो अरे त्यो चाहिँ पहिलो पाहुना हो दोस्रो पाहुना चाहिँ गुम्बो युद्धन रोक्यो कुना छेउ गुम्बो युद्धन भने चाहिँ छोग्यौँसम्म हो जो बुद्ध भएर पनि बुद्ध नभएर अनि धर्मपाला भएको जस्तो गरेर रूप धारण गरेर प्राणी हितको लागि अनि
अनि बसिरहेको यी चोक्योसम्म पनि यहाँ आउनुहोस् दैविक शक्ति भएको सबैबाट मुक्त भयो भने मुक्त नभएको अनि वेशभूषमा अनि देवी देवताको रूप धारण गरेर बस्नुभएको धर्मपालाहरू पनि यहाँ आउनुहोस् अघि जम्मा गरेको यो अनि प्रसाद यो अनि अमृत सेवन गर्नुहोस् है तेस्रो पाउनलाई चाहिँ रिक्टु प्रदेश यो लगाउनुहोस् न रिक्टु भने छोलोको प्राणीहरू सबैले यो सेवन गर्नुहोस् भर्दोस् न अन्तर्भावको प्राणी अफन्तहरू पनि यो सेवन गर्नुहोस् है त्यहाँ पनि अब मसँग सम्बन्धित मान्छे मैले त्यसलाई बोलाउने होइन कि सबै भर्दो अन्तर्भावको जति पनि लाखौँ करोडौँ अन्तर्भाव बसेका प्राणीहरू छ यी अब प्राणीहरू सबैलाई आह्वान गरेर चलाउनुपर्छ अथवा यो लगाउनुहोस् नङ्से लाडे ल्याएछ डोलाउनुहोस् अनि अब चौथो अनि अब पाहुना है नङ्से लाडे जो अब राक्षसको रूप जो अनि अब राक्षसको रूप लिएर बसेकाहरू छ तिनीहरू सबै जो लिनुको लागि तम्ताएर बसेको प्राणीहरू छ तिनीहरू सबै आउनुहोस् कुनै देवताको रूप धारण कोही राक्षसको रूप धारण कोही अब पशु पक्षीको रूप धारण गरेको हुनसक्छ कोही अब अदृश्य अब यो सिमे भूमिको रूप धारण गरेको हुनसक्छ सबै आउनुहोस् र यो सेवन गर्नुहोस् अनि ऋणमुक्त हुनुहोस् तपाईँले सन्तुष्टि लिनुहोस् भन्नु खोजेको छ अनि त्यति मात्र नभएर खेसेन आउँछ यहाँ त बोलाउनु अरे खेसेन छ खेसेन भने चाहिँ धेरै ऊ नभएको खेप्सन नभएको निमुखा प्राणी भन्छ नि धेरै ऊ नभएको खेसेन ती चाहिँ अब काम गर्दा पनि अनि उसलाई फाइदा नहुने अथवा अधिकार नभएको खेसेन अरे निमुखा ओङछोङ भनेर अनि कमजोरहरू न्यामथाप भनेपछि पीडितहरू है सबैलाई यो अघि सामग्री जम्मा गरेको थियो नि ठाकिएको समयमा जम्मा गरेको सामग्री अथवा त्यो अमृत प्रसादहरू चाहिँ अनि लिनुहोस् काङ्ला कामकै दिएको जोतेको छ जसलाई जे चाहेको छ त्यो लिनुहोस् पहिला यहाँ सुनचाँदी चाहियो त्यो सुनचाँदी लिएर जानुहोस् पहिले खानापिनाको आश गरेर त्यही लिएर आउँछ पहिला लाउने कपडाको आश गरेर त्यही लिएर जानु पहिला गाई बस्तु र जनावरहरूको आश गरेर त्यही लिएर जानुहोस् उसलाई के चाहिएको छ त्यही अनुसारले लिँदै जाँदै अनि आनन्द सदस्य लिनुहोस् भनेर मनसायले एकछिन भयो भने त्यो सोच्नुपर्छ अरे मिसे नम्बर चुलेको सुन मिसे भने कहिले पनि नसक्ने अनि कहिले पनि निकालेर जसले पनि निकाल्यो भने अब जस्तै समुद्रको पानी चाहिँ हामीले निकाल्न सक्छ त त्यो जस्तै आफैले त्यो नमस्कार तथागतको मात्र पढ्ने क्रममा आफैले यहाँ जम्मा गरेको सामग्री त्यस्तोमा पनि भयो भनेर सम्झनु पर्यो हेर्नु नि त त्यो रोज नि हेर्नु मातृ स्तरको अनि अब के भन्छ पाहुनाहरू हेर्नु सक्छ देतोङ रोज न्याय छ देतोङ भने चाहिँ अब सुक्खा भयो त्यो सुक्खा के छ त सुने त हो भनेर हो देतोङ रोज न्याय छ दसौँ गइसक्यो सबै प्राणीले अनि के लाभ होस् भने अनि पुण्य लाभ होस् कुन पुण्य भने छोकिहाल्यो भने पुण्य सम्भार त ज्ञान सम्भार भनेपछि सोनको छोप अनि पूर्णता होस् हेसेको छोप पूर्णता होस् मेडुन थम्यो घागु दिएपछि अब माथिल्लो स्थानको पाहुना मात्र नभएर तल्लो स्थानको पाहुना पनि खुसी होस् आनन्द होस् सन्तुष्टि होस् अरे तल्लो पाहुना चाहिँ को हो भने मेडुन थम्यो घागु दिएपछि घागु उनीहरू सबै खुसी अब सत्कार पाएर चाहिँ आदर र सत्कार पाएर चाहिँ खुसी भएको होस् डिग्री पहिले यी तल्लो स्थानको पाहुनाहरू पनि यो सेवा गर्न सक्न उसको पाप नष्ट भएर उसको सबै शेष कक्षाहरू सबै नष्ट भएर चाहिँ युद्धे तन्त्रले छिटो गर्नु छिटो सकोस् त्यसले पुजो पदार्थ हो सदा सुखको अनुभूति होस् त्यसले पुजो फल देश फल भने चाहिँ श्री सम्पत्ति मात्र श्री ज्ञान गुण सबैले युक्त होस् अरे पदार्थ मृत्यु दोजे त्यति थोक्योपछि मृत्यु दोजे किनभने अपरिवर्तन नभएको त्यस्तो अब ज्ञान पनि होस् मृत्यु दोजे भन्छ त मृत्यु भन्न अपरिवर्तन नभएको मृत्यु भन्छ दोजे भने भाद्र हो अपरिवर्तन नहुने भाद्र चाहिँ अब त्यसको उपाधि हासिल होस् है अब यो दोर्जे भन्न सक्छ किनभने शून्यताको प्रतिभा पनि दोर्जे भन्छ दोर्जे भन्छ यो अब महामाया अर्थात् यो दया माया गरेर हुन्छ नि त्यो निस्वार्थ भावलाई चाहिँ पनि भन्न सक्छ टोङ्गी निको चेनको अनि प्रतीक दोर्जेको अनि उपाधि प्राप्त होस्
यदि डोकुमो यदि शेष र अब अनि अन्तिममा हामीले के सम्झिनु पर्यो भने थाके गरेको पुण्यले आयो यदि आयो डोकुन मो यदि शेष डोकुन सबै प्राणी मो यदि भने चाहिँ सबैको आफ्नो स्वभाव चिन्न सकोस् आफ्नो स्वभाव चाहिँ के भने धर्म काएको स्वभाव हो नि मो त छोगु रजे स्वभावको तुझे भयो कुलगु गरेर चाहिँ तिनी काएको स्वभाव भएको महसुस होस् अरे किनभने यदि डोकुन मो यदि शेष छाम्ची दोमी सर्गीय हो छाम्ची भने एकैचोटि सबै एकै ग्रुपमा चाहिँ कहाँ पुग्छ भने बुद्ध होस् छोइजिन यिमे रोबिङमा कुसुम रुन्दुक छेमोस लुजुने छोइजिन अब माथिल्लो स्थानमा अब पूजा तल्लो स्थानमा धान छोबाले जिम्मा भन्छ नि छोइजिन ने हिल यिमे रोबिङमा छ होला अनि यता त बुझिसकेपछि माथिल्लो स्थानको दैवी शैलीको अब बुद्ध बोधिसकेर अनि तल्लो स्थानको अनि केही नबुझेको आज्ञाले भनौँ यी अब छोरोको प्राणीहरू सबै यथार्थमा एउटै हुन् भन्नु खोजिरहेछ त्यो यिनीहरू रोगीमा छ आफ्नो यो मनसायले हेर्न जान्यो भने देउता भन्ने आफ्नो सृजना राखेको हो राक्षस भनेर आफ्नै सृजना गरेको हो अनि बाहिर छ त छैन यो यहाँबाटको अनि नामकरण भएकोले योले राम्रोसँग हेर्न सक्यो भने यहाँ त शून्य त हो यहाँ त अब रश्मि माया प्रकाश माया हो यहाँ त अनि अब यो हो भने छँदै छैन भन्नु खोजेको हुनाले छोइजिने किमेरो बिमाम अनि त्यस्तो भइसकेपछि केमा परिणत हुन्छ भने कुसुम लुडु चोको लुडु भन्छ कुसुम भन्ने चोको लुडु टुकु आफैमा रसनी भनेर महसुस हुन्छ अरे यो त कुसुम लुडु चोको लुडु ने ताम्बो सांगेको बनिँदा ताम्बो सांगे ताम्बो भने पहिलो बुद्ध जस्तै पहिलो बुद्ध सारा हुन्छ अरे पहिलो बुद्ध चाहिँ को हो भने पुदु सांग हो अनि पहिलो बुद्ध पुदु सांग सारा हामी पनि हुन्छ अरे बुद्ध पुदु सांग चाहिँ कुनै चिजमा लोभ लालच आसक्ति नभएको भने प्रथम बुद्धमा पनि हुनुभयो त्यो जो चाहिँ हाम्रो यो शरीरले वचनले मनले कुनै चिज अब नाम सम्मान इत्यादिको आश र त्यसको आसक्ति र त्यसको इच्छा आकांक्षा नराखेर हामीले पाङ्ग्यम अनि त्यो त उपचा अथवा कुनै पनि उसमा आसक्ति भएछ भने बिस्तारै हामी पनि के हुन्छ भने बुद्ध हुन सक्छ पहिलो बुद्ध सरा हुन्छ अहिले हाम्रो सँगै बुद्ध सँग जस्तै हुन्छ भनेर यमदलले भनेर त्यहाँ फेरि नमोचनम गिलोजु भने त्यसको अन्तिम भाग चाहिँ पर्यो भने हो ठाकेको अनि नियमपूर्वक पुरा हुन्छ ठाके मात्र गर्नु पर्यो भने नि अनि अब गर्दा हुन्छ ठाके मात्र गरे पनि आफ्नो पनि जुन आफैलाई इच्छा लाग्छ जुन चाहिँ आफैलाई सजिलो लाग्छ जुन चाहिँ आफैलाई मनपर्छ त्यो गरेर चाहिँ के गर्नु पर्यो अनि पुण्य लाभ गर्नु पर्यो पुण्य कमाउनु पर्यो त्यो गरेर के गर्नु पर्यो आफैले पाप नष्ट गर्नु पर्यो आफैले धेरै ज्ञान हासिल गर्नु पर्यो त्यो गरेर यही गर्नुपर्छ 2 वर्ष गर्नुपर्छ छैन 4वटा अब ये गर्ने क्रममा होस गर्ने क्रममा अथवा यो आफन्तहरूलाई बोलाउने क्रममा अनि आफैले कुन अनुकूल हुन्छ त्यसलाई नै प्राथमिकता दिएर चाहिँ गर्दा पनि हुँदो रहेछ भन्दै अनि आज यहाँ मैले एक पन्ना यो सुरको कस्तो हो अझै यहाँ अवङ्गज्यूले सुरको इङ्ग्लिस शब्द अलिकति भने बताउनुहोस् न भन्नुभयो त्यो अनुसार म एक पन्ना थोरै 10 मिनट जति तपाईँलाई समय दिन्छु पहिले म यसको सरल पर्छु त्यो पनि ताक्दम रुजुम लिम्बाले लेख्नु भएको हो उहाँले राख्नु भएको हो उहाँको मुखबिरबाट है अब गर्नुभएको शब्द हो त्यसले दुबा र ग्याबा दुई रहेछ बृहत रूपमा संक्षिप्त रूपमा यो संक्षिप्त रूप हो संक्षिप्त रूप यहाँबाट प्रायाम गाउँमा आवरेको माउ सुगले सूर्य यसो दुई पहिले पुरो सभा दिए पछि सिरियो भयो बुझी गर्नु बोलो